नमस्ते हजुरहरु सबैजनालाई फेरि पनि हजुरहरुलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज हाम्रो यहाँ चाहिँ दिन राम्रो भइरहेछ, त्यो भएर अनि माथि हिमालहरु पनि राम्रोसँग देखिरहेछ। यो चाहिँ मेरो रुमबाट बाहिर देख्ने दृश्य हो। अब हामी चाहिँ बजार जान लागिरहेको छु आज धेरै दिनपछि। अनि अहिले चाहिँ हाम्रो यहाँ समय चाहिँ लगभग 5:30 भइसक्यो। अनि हामी चाहिँ बाहिर क्याफेतिर जान लागेको। अनि चिसो हावा खाँदै अनि हामी चाहिँ बजार जाने समयमा यहाँ बच्चाहरू क्रिकेट खेलिरहेको देखेको थियो। अनि यहाँबाट हामी चाहिँ बात गर्दै सिनहरू हेर्दै अनि चिसो हावाको स्वाद लिँदै साथीहरूसँग बात गर्दै अनि रमाइलो दृश्यहरू हेर्दै हामी चाहिँ अगाडितर्फ जाँदैछौँ। यहाँ चाहिँ गाई पनि चरिरहेको रहेछ। अनि यहाँ चाहिँ फुल पनि फुलिरहेको रहेछ। यो फुलको नाम चाहिँ खास गरेर के हो मलाई चाहिँ थाहा भएन। हाम्रोतिर प्रायः यो फुलहरू देखिरहेको हुन्छ। अनि यहाँ चाहिँ तोरी फुलिरहेको रहेछ। अनि यहाँ चाहिँ हामी सधैँ बाहिर जाने बाटो। अनि यहाँ चाहिँ गाउँहरू पनि मजाले फुलिरहेको रहेछ। यहाँबाट चाहिँ हिमालहरू धेरै देख्छ। हामी चाहिँ अब लगभग बजार पनि आइपुग्न लाग्यो। यो चाहिँ बजारमा पुग्न लागेको। हामी चाहिँ बजार आइपुग्यो पब्लोरा बजारमा अनि हामी चाहिँ यहाँ मगहरू पनि हेरिरहेको छु। अनि लास्टमा हामीले चाहिँ मगहरू चाहिँ किनेन। अनि हामी चाहिँ यता हामी सधैँ आउने पब्लोरा क्याफेमा आइपुग्यो। यहाँ चाहिँ अनि के पिउने हो भने के खाने हो भनेर अर्डर पनि हेरिरहेछ हामीहरू। हामी आउँदाखेरि चाहिँ यहाँ हामी मात्र थियो, अरू कोही थिएन। मलाई चाहिँ त्यहाँ हिटेर होला गर्मी लागिरहेको थियो। अनि साथीहरूले चाहिँ मलाई जिस्काइरहेको थियो। अनि यहाँ चाहिँ बत्ती पनि राम्रो देखिरहेको रहेछ। त्यो भएर साथीले यहाँ चाहिँ फोकस गरी खिचिरहेको रहेछ। यहाँ पछाडि बुबाहरू पनि थियो। अनि उहाँले चाहिँ हामीलाई के सोध्नुभयो भने आज उहाँको तर्फबाट हाम्रो लागि केक छ भनेर सोध्नु भइरहेको थियो। अनि हामी चाहिँ के खाने नखाने भनेर उहाँले अनि आज चाहिँ हाम्रो लागि फ्रीमै केक दिनुभयो। अनि कस्तो छ खाएर प्रतिक्रिया दिनु भन्नु भइरहेको थियो। हामी चाहिँ यहाँको सधैँ आउने कस्टमर भएर होला हामीले चाहिँ उहाँले केक पनि फ्रीमै खिलायो। यो चाहिँ मैले फर्स्टपल्ट ट्राई गरेको, खासै नाम पनि थाहा भएन मलाई। अनि यो कसरी खाने हो त्यो पनि मलाई थाहा भएन खास गरी। अनि हामी चाहिँ यताउता साथीभाइहरूमा चाटाचाट गरेर पनि खाइरहेको थियो, पिइरहेको थियो। हाम्रो चाहिँ सधैँ यस्तो चलिरहेको हुन्छ साथीभाइभित्र। अनि हामी यहाँ चाहिँ बस्दै अर्को कस्टमर पनि यहाँ धेरै आइसकेको थियो। अनि हामीले चाहिँ कफीहरूको साथमा अनि स्यान्डविच पनि मगाएको थियो। अनि आजकल हाम्रो चाहिँ स्यान्डविच चाहिँ फेभरेट खानेकुरामा पर्छ। त्यही भएर स्यान्डविच खाँदै अनि हाम्रो आजको छुट्टी चाहिँ यतिकै सकाएको छ हामीले। अनि आजको मेरो भिडियो कस्तो लाग्यो हजुरहरूले प्रतिक्रिया दिन नभुल्नु होला। अनि हजुरहरूले प्रतिक्रिया दियो भने मलाई पनि भिडियो बनाउनलाई हौसला बढ्छ। त्यो भएर हजुरहरूले प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। अनि हजुरहरूको सबैको दिन शुभ होस् यही कामना गर्न चाहन्छु। हस्त धन्यवाद।